सुने नानीहरू, यो एउटा गीत तिमीहरूलाई सिकाइदिनु पर्यो। एक दिन नि एउटा सिकारी चाहिँ आएर जाल हान्थ्यो अरे, अनि चारो हाल्थ्यो अरे। अनि त्यो चारो चाहिँ नखाओस् भनेर चाहिँ नि अलिक बुढो चराहरूले चाहिँ एउटा गीत बनाइदिएछ है। त्यो गीत चाहिँ के थियो अरे भने, सिकारी आएगा दाना डालेगा, त्यहाँदेखि के पो थियो, फस मत जाना उड जाना भनेर भनेको थियो अरे। सो के भयो, अब सिक्यो, अर्को जेनेरेसनले सिक्यो, यस्तो हुन्छ, यी शैतानिक यस्तो हुन्छ भनेर भन्यो। सिकारी त्यहाँदेखि के गर्यो, शैतानले आएर नि त्यो सिकारीले आएर थाहा पाएछ, यो चराहरूले कुरा बुझ्यो भनेर थाहा पायो। र त्यसले त्यो सिकारीको पाला के गरेछ भने नि, अर्को पालि चाहिँ आएर त्यसले जाल पनि हालेन रहेछ, जस्ट एक दुईवटा दाना मात्रै छरिराखेर गएछ। सो कतिवटा बदमास चरा है, सबै उनीहरूको घरमा त गाइरहन्थ्यो एभ्री बिहान डिभोसनमा, सिकारी आएगा दाना डालेगा फस मत जाना उड जाना भनेर। तर के भयो, एउटा चुलबुलेले गएर खायो, टक्कै खायो, मिठो न मिठो रहेछ, बुई यो कस्तो दामी रहेछ शैतान क्लब है। हौडीमा हाम्रो बर्निङ बुसमा चाहिँ के भनिरहन्छ है, के भनिरहन्छ। अनि त्यसले साथीलाई पनि भन्यो, के पनि भएन त, के पनि भएन। त्यहाँदेखि साथी पनि गयो, अनि दुईजना मिलेर गीत गाउँदै खायो अरे, सिकारी आएगा दाना डालेगा फस मत जाना उड जाना भने अरे। चारो खायो, गयो, के पनि भएन, फसेन। 2 दिन पनि भयो। अब त्यो सिकारीले चाहिँ हेरिरहेको थियो, सबै चराहरूले चाहिँ पहिला त्यो गीत, त्यो कुरा, त्यो शैतानदेखिको डर चाहिँ हटाउनुपर्छ, सिकारीको डर हटाउनुपर्छ, त्यहाँदेखि मात्रै फसाउनु सक्छ। सो शैतानले चाहिँ नि किन यस्तो सैटानिक क्लब्सहरू खोल्दैछ आज, किन यस्तो कुराहरू गरेको भन्दाखेरि चाहिँ होइन, शैतान चाहिँ राम्रै हो खासमा, त्यसै नराम्रो भनेको मात्रै हो, त्यसै नराम्रो मात्रै भनेको हो भन्ने खालको बनाउने कोसिस गर्दैछ। तर आज त म तपाईँलाई सिकाउँदैछु नि, सिकारी आएगा दाना डालेगा फस मत जाना उड जाना भनेर सिकाउँदैछु नि। तर त्यो चराहरूले चाहिँ के गरेछ भने, त्यहाँदेखि 2 जना भयो, 4 जना भयो, 6 जना भयो, 16 जना भयो है। त्यहाँदेखि त आमा बाउ पनि आउनु थालेछ, आमा बाउलाई पनि छोराछोरीले ल्याए, यत्रो दिन यिनीहरूले गएर खाँदैछ, खै केही भएको छैन त। त्यहाँदेखि सबैजना कोलोनीको आएर सिकारी आएगा दाना डालेगा, ठुलो ग्रुप सङ पो भएछ, ठुलो ग्रुप सङ। त्यहाँदेखि चाहिँ एक दिन चाहिँ सिकारी साँच्ची नै आयो। त्यो दिन चाहिँ उसले दाना मात्रै हालेन, त्यो दिन चाहिँ उसले जाल पनि हाल्यो, त्यो दिन चाहिँ उसले जाल पनि हाल्यो। त्यहाँदेखि जति त्यो डल्लै कोलोनीको चरा थियो नि, त्यो सबै त्यसमा फस्यो, सबै फस्यो। र शैतानले चाहिँ नि तपाईँलाई के विश्वास दिलाउन चाहन्छ भने नि, इज अल राइट, यो सबै केही होइन हौ, चाहिँ केही पनि होइन हौ त्यस्तो कुराहरू। कतिजनाले के भन्छ, यस्तो होइन हौ, यस्तो गर्नु हुँदैन भनेर अर्को भिडियो बनाएर हाल्छ, चाहिँ केही पनि होइन, केही पनि होइन। अब तपाईँ पत्याउनुहोस् न, त्यो तपाईँको खुसी हो नि। तर म चाहिँ पहरादार भएर आज तपाईँलाई भन्छु, त्यो गलत हो। त्यो कुराले चाहिँ नि तपाईँलाई नरकुण्ड पुर्याउँछ। नानीहरू, त्यसको काम चाहिँ चोर्नु, मार्नु अनि नाश गर्नु हो। सो त्यो जब आउँछ नि, बाइबलले के भनेको छ भने नि, एक्लिजियास्टिस उपदेशक 7 अध्यायको 9 पदमा, सबैले खोल्नुहोस्, उपदेशक 7को 9 खोल्नुहोस्, नानीहरूले बाइबललाई खोल्नुहोस्, ठुलोहरूले पनि खोल्नुहोस् है। सेभेन वर्स 9, उपदेशक 7को 9, एक्लिजियास्टिस च्याप्टर 7 वर्स 9। सो त्यहाँ के भनेर लेखेको छ भने, मनमा झट्टै नरिसाउ, किनकि रिस त मूर्खहरूको काखैमा बसेको हुन्छ। अब यहाँ नेपाली बाइबलमा, यो बाइबलमा चाहिँ काखमा लेखेको रहेछ, तर इङ्ग्लिसमा चाहिँ नि हार्ट भनेर लेखेको छ। बी नट क्विक in your spirit to become angry, for anger lodges in the heart of fool. रिस चाहिँ नि कसको हृदयमा हुन्छ अरे भन्दाखेरि चाहिँ नि, रिस चाहिँ नि मान्छेको हृदयभित्र, मूर्खको हृदयभित्र चाहिँ रिस हुन्छ। सो कतिजना चाहिँ भयङ्कर रिसा हुन्छ नि, केही भनेको भनक्क रिसाइहाल्छ। अब यहाँ पनि एउटा फोटो देखाइदिनु भने तिमीहरूलाई आफ्नै जस्तो लाग्ला,
यो पनि फोटो देख्दै गर्दाखेरि बाइबलले के भन्छ मूर्खको हृदयभित्र चाहिँ के हुन्छ रिस हुन्छ हेर्नुहोस् त यो फोटो मूर्खको केही भने कि झनक्क रिसाइहाल्छ तर त्यो रिसाउने चाहिँ कस्तो अरे भन्दाखेरि चाहिँ त्यो रिसाउने चाहिँ एउटा सुन्दरी केटी सुँगुरलाई चाहिँ नि नाकको त्यो बुलाकी चाहिँ सुनको बुलाकी चाहिँ नाकमा लगाइदिएको सुँगुर जस्तै अरे त्यो रिस्सा चाहिँ हेर्दा त राम्री न राम्री छ नि हेर्दा त ह्यान्डसम न ह्यान्डसम छ हेर्दा त कस्तो क्युट छ अनि बाइबलले चाहिँ के भन्दैछ भने नि मूर्ख चाहिँ अब मूर्खको हृदयभित्र चाहिँ के छ अरे रिस छ मूर्ख चाहिँ को हो भन्दाखेरि चाहिँ मूर्ख चाहिँ त्यो अरे जसले आफ्नो मनमा भन्छ देयर इज नो गड परमेश्वर नै छैन सो के गर्छ उसको घरमा पाहुना आयो भने राम्रो बेहोरा देखाउँछ अलिक हुर्केको 12-13 वर्ष पुगेर पुरा राम्रो बेहोरा देखाएर जय मसी आन्टी अङ्कल है भरे गएपछि चाहिँ डरलाग्दो बेहोरा देखाउँछ त्यो चाहिँ को रहेछ भन्दाखेरि चाहिँ त्यो चाहिँ यो रहेछ बाइबलले चाहिँ के भन्छ भने नि है बाइबलले भन्दैछ एउटा सुन्दर स्त्री जसकोमा चाहिँ बुद्धि छैन ऊ चाहिँ एउटा सुँगुर जस्तै हो जसको नाकमा चाहिँ सुनको बुलाकी लगाइदिएको छ सो स्वर्गले चाहिँ उसलाई त्यसरी देख्छ अब त्यो केटीलाई मात्रै भनेको होइन केटालाई पनि भनेको किनभने केटी भनेको बाइबलले केटी भनेको चाहिँ चर्च भनेको बाइबलले स्त्री भनेको चाहिँ चर्च भनेको बाइबलले छोरा भनेको चाहिँ नि हुर्केको विश्वासीहरू भनेको त्यहाँ चाहिँ छोरा र छोरी लिङ्गको कुरा गरेको होइन जेन्डरको कुरा गरेको होइन तर किसको कुरा गरेको हो भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ के हो भनिकन है हामी कस्तो खालको चर्च छौँ रिसा यति साह्रो केही भन्यो झनक्कै रिसाइहाल्छ अब ऊभित्र चाहिँ कुन चाहिँ स्पिरिट पसेको छ शैतान लुसिफर अब लुसिफर पसेपछि चाहिँ उसको बेहोरा चाहिँ यस्तो हुन्छ है सो आज अब यस्तै खालको गेम्सहरू पनि बन्नेको छ संसारमा रात एङ्ग्री यस्तो खालको भिडियो गेमहरू खेलिरहेको हुन्छ हाम्रो नानीहरूले है एङ्ग्री बर्ड्स अब कोसिस चाहिँ के हो भन्नुहोस् त तपाईँको लाइफमा जसरी पनि शैतानलाई हुल्नु हो त्यसलाई ढकढकाउँदैछ नि अघि हामीले हेऱ्यौँ नि पाप चाहिँ ढोकामा ढुकेर बसिरहेको हुन्छ तर कसरी पस्ने तरिकाहरू चाहिँ यो हो पस्ने तरिका चाहिँ यो हो अब यसलाई बुझ्यो भने चाहिँ हामी है यसलाई हामीले राम्रोसँगले डिल गर्छौँ सो बाइबलले भन्दैछ हितोपदेश 22:24 प्रोभर्ब्स 22:24 खोल्नु सबैले प्रोभर्ब्स 22:24 यहाँ के भनेको छ भने नि इङ्ग्लिसमा पढिदिनु पर्यो प्रोभर्ब्स 22:24 मेक नो फ्रेन्डसिप विथ अ म्यान गिभन टु एङ्गर नर गो विथ अ ऱ्याथफुल म्यान भन्दैछ सो बाइबलले भन्दैछ मेक नो फ्रेन्डसिप विथ एङ्ग्री म्यान रिसाउने मान्छेसँग चाहिँ तिमीले साथी पनि नबनाउनु अनि रिस्सा मान्छेलाई चाहिँ त्योसँग चाहिँ कहिले पनि नहिँड्नु भनेर सिकाएको छ सुन्दैछ छोराहरू छोरीहरूले सुन्दैछ रिस्सा मान्छेलाई चाहिँ साथी बनाउनु हो हजुर कोही बेला बनाउनु हो के भन्दैछ हजुर नबनाउनु कहिले पनि नबनाउनु भन्दैछ साथी छैन भने चाहिँ बनाउँदा हुन्छ भनेर भनेको छैन बाइबलले भन्दैछ उसलाई चाहिँ कहिले पनि नबनाउनु मेक नो फ्रेन्डसिप कहिले मित्र नबनाऊ त्यस्तोलाई चाहिँ तिमीले चाहिँ शैतानलाई चाहिँ कहिले मित्र बनाउनु हुँदैन सो कतिजनाको एङ्गर प्रब्लम छ आज है यो नि शैतान तिमीभित्र बसिरहेको छ सो अहिले तिमी जब रिपेन्ट गर्छौ नि अहिले प्रार्थनामा त्यो तिम्रो जीवनबाट निस्केर जान्छ है त्यसलाई जोगाएर नराख कसैलाई केही भन्नु मात्रै पर्छ आमा रिसले उल्टा कुरा बुझेर फाइटिङ खेल्ने भएर है बाइबलले के भन्दैछ 29:22 पनि हेर्नुहोस् फेरि यही 29
प्रोभर्ब्स 29 को 22 29 को 22 प्रोभर्ब्स 29:22 हेर्नुहोस् तपाईँको बाइबलमा 29 को 22 29 को 22 मा के भनेर लेखेको छ भन्दाखेरि पाए सबैले ओके यसरी लेखेको छ दुष्ट मानिसले कलह मचाउँछ र गरम मिजाज भएकोले धेरै पापहरू गर्छ सो दुष्ट मान्छेले चाहिँ जहिले पनि के गर्छ भने स्ट्राइफलाई झगडा गर्छ झगडा केही भने कि झगडा बनाइदिइहाल्छ झगडा उत्पन्न गरिदिइहाल्छ अनि के गर्छ एङ्ग्री मान्छेले चाहिँ जहिले पनि के गर्छ अरे भन्दाखेरि चाहिँ नि एङ्ग्री भएको मान्छेले चाहिँ जहिले पनि धेरै पापहरू गर्दो रहेछ धेरै पापहरू गर्छ सो तिम्रो एङ्गरको इस्यु छ अब त्यो चाहिँ के रहेछ भन्दाखेरि त्यो मान्छेभित्र बसेको लुसिफर शैतान सो शैतान पसेपछि चाहिँ त्यो मान्छेको अनुहार यस्तो हुन्छ बेउरा सुँगुर जस्तै हुन्छ तपाईँले देख्दै हुनुहुन्छ यो नक्सामा राम्री त होला राम्रो त ह्यान्डसम त होला तर अब परमेश्वरले चाहिँ त्यसलाई सुनको बुलाकी लगाएको सुँगुरभन्दा बेसी के पनि देख्दैन के पनि देख्दैन कतिजना चाहिँ बाहिर ओपर भएर हिँड्छ लथालिङ्गै हुन्छ जीवन मैला फोरी लाइफस्टाइल हुन्छ रङ है त्यो कुरालाई अब नेक्स्टमा लानु पर्यो एबाडोन भनेको छ त्यसलाई एबाडोन भनेको चाहिँ नि रेभेलेसन च्याप्टर 19 को 11 मा छ त्यो शब्द सो मैले अहिलेसम्म जति पनि तपाईँलाई देखाउँदैछु मैले आफै बनाएर भनेको होइन इन्टरनेटबाट जेसुकै निकाल्नु मन परेर तपाईँलाई भनेको होइन यो सबैको रेफरेन्स दिएको चाहिँ त्यो 7 स्पिरिट्स अफ द लर्ड परमेश्वरको 7 आत्माको बदली चाहिँ शैतानले चाहिँ त्यसको 7 वटा रूपलाई मान्छेको जीवनमा ल्याउन चाहन्छ सो अब रिसको त भन्नै परेन एभ्रीबडी इज सफरिङ सो आज हामी रिपेन्ट गर्नुपर्ने हुन्छ अनि निर्णय गर्नुपर्ने हुन्छ नरिसाउँला अब हामी बुद्धिसँग काम गर्ने हौ ल भन्ने हुनुपर्छ सुनेर काम गरौँ है भनेर हामी हुनुपर्छ सो अर्को चाहिँ के भन्दैछ एबाडोन सो एबाडोनले चाहिँ केलाई देखाउँछ भने स्लथफुललाई देखाउँछ अल्छे बेहोरा है कतिजना यस्तै हुन्छ नि बस्नु सक्दैन राम्रोसँगले यस्तो हुन्छ है सो त्यो एबाडोन चाहिँ कस्तो हुन्छ भने नि त्यो स्पिरिट आएपछि चाहिँ एउटा मान्छेले यसरी थिचिदिन्छ माथिबाट यस्तो थिचिदिन्छ अन्त ऊ के हुन्छ उतार्नु पर्छ अल्छे यत्रो मोटो भारी भएको छ केही पनि गर्नु सक्दैन यति साह्रो अल्छे छ सुन्ने नानीहरू अल्छेपन गर्नु हुँदैन तिमीले नि सघाउनुपर्छ तिम्रो घरमा काम सेवकाईको दौरानमा नि मैले नि एउटा कुरालाई अनुभव गरेको छु सेवकाईमा नि थुप्रो मान्छेहरू आएर जोडिन्छ नि है काम गर्नु अभियानमा मान्छे जोडिन्छ नि अल्छेसँग डिलिङ गर्नु चाहिँ एकदमै साह्रो हुन्छ किन उसको घरमा सानोदेखि नै अल्छे बनाएर हुर्काइदिएको हुन्छ आमा बाउले नानीलाई कसैलाई केही गर्नु दिँदैन उसले लुगा धोयो भने के भन्छ यसले धुन सक्दैन बिचारा चिसो लाग्छ राम्रो धुँदैन सफा धुँदैन ठिकै छ नि धुन दिनुहोस् न उसको बडीभित्र यति इम्युनिटी त छ नि त्यति चिसोलाई जित्ने त्यो मार्गी त जाति भइहाल्छ नि तर लुगै धुनु नसक्ने यस्तो अल्छे बनाइदिएको छ केही पनि गर्नु सक्दैन मेरो नानीले सो कहीँ गयो भने पनि डल्लै उसको लागि ब्याकअप डरलाग्दो ब्याकअप राखिदिन्छ आमा चाहिँ कहीँबाट निस्केर गयो भने चाहिँ घरमा 4-5 जना चाहिँ त्यो अल्छेलाई पुज्नुलाई राखिदिरहेको हुन्छ अन्त त्यस्तो पृष्ठभूमिको साथ हुर्केको हुन्छ कतिजना चाहिँ लाडला बेटा लाडला बेटी है कतिजना छ यहाँ लाडला बेटीहरू लाडला बेटाहरू केही पनि गर्नु नसक्ने यहाँको छोराहरूलाई छ तिमीहरू कतिजनाले खाना पकाउनु जान्दैछ अघि एकजनाले जान्दो रहेछ गुड चिया पकाउनु 2, 3, 4, 5, 6
7 यहाँ जुममा हुनेहरूलाई सोध्नु पर्यो कतिजनाले जान्दैछ ओके म इडेनको हात देख्दैछु जान्दा रहेछ अब ठुलोहरूलाई त भन्ने नानीहरूलाई सोधेको नि है अरू पनि देख्दैछु मैले थुप्रो हातहरू यहाँ मेरो यहाँ टिभी अलिकति टाढो भएर ओके अरू त सबैजना सटडाउन गरेर बस्नु भएको छ क्या देख्दिनँ तपाईँहरूलाई हात मात्रै देख्दैछु त्यो अर्को पहिलो हात त्यो के भन्छ अनलाइन हात मात्रै देख्दैछ छोरीहरू कतिजनाले जान्दैछ खाना पकाउनु छोरीहरूले निकैले जान्दो रहेछ है निकैले जान्दो रहेछ लुगा धुनु कोले छोराहरूले कोले धुन्छ आफ्नो लुगा आफै हजुर हो पक्का हो जेटेन पक्का हो आफै धुन्छ छोरीहरूले हेर्नु चाहिँ मैले किन सोधेको भने नि हाम्रो लाडला बेटा लाडला बेटीहरू छ नि त केही जान्दैन अनि के भयो त्यो उसले त्यो केही पनि नसिकाइ हुर्किनु चाहिँ नि लग्जरी सोच्दै गरेको हुन्छ तर नि भोलिको दिन तिम्रो आमा मर्यो बाउ मर्यो केही हो भयो त्यस्तो नहोस् भन्छ नि त्यहाँदेखि तिमी गुलाम हुन्छ अर्काको युल बी अ स्लेभ किन तिमी केही त जान्दैनौ अनि त्यसमा चाहिँ हामी आमा बाउको पनि ठुलो भूमिका छ अब आमा बाउलाई हात उठाउनु नलगाऊ होला मनमा नै उठाउनुहोस् को हो त्यो आमा बाउ जसले चाहिँ लाडला बेटा बनाइरहेको छ घनघोर पश्चाताप गर्नुहोस् यो 2025 चाहिँ पुरा मेहनत गर्नुहोस् तपाईँले कुरा बुझ्नु भयो भने पुरा मेहनत गर्नुहोस् तर सिन्सियर पश्चाताप गर्नुहोस् उसलाई गर्नु लाउनुहोस् तपाईँमाथि नि एउटा चिया पकाउनुको लागि डिपेन्डेन्ट हुनु नसिकाउनुहोस् सबै गर्दै केही नजान्ने हामीले त देखेको छौँ है कुनै कहाँ दिल्लीबाट फोन गरेर है ड्राई क्लिनरलाई फोन गरेर कमिज धुनु लगाएको पनि देखेको छौँ हामीले किन एउटा कमिज पनि धुनु जान्दैन तर फेरि किलर हो फेरि भिडियो गेमको चाहिँ किलर है वाट एन आइरेनी कस्तो दुःख लाग्दो कुराहरू किन भन्नुहोस् त यो स्पिरिटलाई पालिरहेको छ एबेडोनलाई यो चाहिँ नि नानी हो त्यस्तो हुनु चाहिँ नि एबेडोनलाई तिम्रो लाइफमा पोजेस हुनु दिनु हो त्यो आएपछि चाहिँ त्यसले यसरी थिच्छ त्यसले तिमीलाई यस्तो दबाई दिन्छ तिमी केही पनि गर्नु नसक्ने हुन्छ बाइबलले के भनेको छ अल्छेले आफ्नो हात चाहिँ थालमा गाड्छ मुखसम्म पनि पुर्याउँदैन भनेको छ मुखसम्म पनि तपाईँहरू कतिजना परदेशमा विदेशमा बसेर आफ्नो छोराछोरीलाई तपाईँले राम्रो एउटा के भन्नु स्पोन्सर गरिराख्नु भएको छ पढाइराख्नु भएको छ होला तर त्यसको मतलब यो होइन कि तपाईँले उनीहरूलाई काम अराउनु चाहिँ उनीहरूलाई हेला गर्नु होइन नानीहरू मेहनतले चाहिँ नि बल बढाउँछ छोराहरू मेहनतले के बढाउँछ अरे बल बढाउँछ हाम्रो यहाँ आउँछ नि नानीहरू हामी सबैलाई थाल्दुवा भन्छु सबैलाई कतिजना त त्यो थाल धुनु जान्दैन डल्लै भिजेर आउँछ तर भए पनि हामी छोडिदिन्छौँ उसलाई दिनभरि चिसोमा बसे पनि बस भन्छ ऊ प्रब्लममा छ अनि कतिजनाले चाहिँ खबर गर्छ मेरो नानीले त केही गर्नु पनि जान्दैन ए हुन्छ नसुर्ताउनुहोस् हामी सबै गरिदिन्छ भन्छ हामी केही पनि गर्दैन उसलाई नै गर्नु लाउँछौँ तपाईँले पो एबर्टन पालेको हामी त पाल्दैन हाम्रो घरमा त त्यसको लागि ठाउँ नै छैन हामी भन्छ एकदम नसुताउनुहोस् तपाईँको नानी विल बी फाइन हुन्छ 1-2 दिनमा साँच्चै नै 1-2 दिनमा ठिक भइहाल्छ राल सिँगान भइरहेको हुन्छ यसो हेऱ्यो है त्यो त घरमा गएर जाति भइहाल्छ नि तर सिक्नुपर्ने कुराहरू सुन है एबेडोनलाई पाल्यो भने चाहिँ नि केही पनि गर्नु नसक्ने हुन्छ अनि मैले अघि भने सेवाकाईको दौरानमा नि हामीले अनुभव गरेको छौँ त्यस्तो मान्छेहरू राजा बेटा राजा बेटीहरूसँग प्रब्लम भएको छ किन राजा बेटा चाहिँ चिया खायो पलङ मुनि राखिदियो
भरे आमाले आएर खोजेर है बढालेर फेरि धुएर भोलि बिहान बेटी गुड मर्निङ भनेर ल्याइदिन्छ। अन्त यो अभियानमा नि काम गर्दै गर्दाखेरि त नि आमा राजा बेटा र राजा बेटीहरूले त तिरिखिरी खेलाइदिन्छ। फेरि त्यो खमिर कम्ता छिटो सर्दैन है भाइहरू, यहाँ अनुभवीहरू छ हाम्रोहरू। एबरडन है त्यो चाहिँ एबरडन हो। प्रकाशको पुस्तक 19 अध्यायको 11 पदमा पढौँ त एकपल्ट, कस्तो चाहिँ गम्भीर रहेछ। रेभलेसन 19 को 11, रेभलेसन 19 को 11 यो गम्भीर कुरा हो नि त है। कोही कोही बेला नि सम्झाउँदाखेरि चाहिँ नि के साह्रो हेला गरेको है, के साह्रो हेला गरेको ओर थाप्नेहरू पनि निस्किदिइहाल्छ। सुन्नुहोस्, तपाईँले नि नरकुण्डमा नपुर्याउनुहोस्। प्रकाश 19 को 11, प्रकाश 19 को 9 को 11 रहेछ, माफ गर्नुहोस्, 9 को 11, 9 को 11, 9 को 11 पाउनु सबैले। रेभलेसन 9 भर्स 11। ओके, यसरी लेखेको छ, अतल कुण्डको दूत तिनीहरूको राजा थियो। हिब्रू भाषामा त्यसको नाउँ एबाडोन र ग्रिक भाषामा त्यसको नाउँ अपोलियन हो। तपाईँको छोराछोरीको राजा चाहिँ नि अतल कुण्डको राजा चाहिँ नि एबाडोन चाहिँ तपाईँको घरको राजा हुनु हुँदैन। राजा बेटा भन्छ नि हो, त्यो चाहिँ नि एबाडोन पालेको हो। राजा बेटा चाहिँ तिमी कति बेला हुन्छ नि, जब तिमी परिश्रम गर्नु सक्छौ, साँच्चीकै राजा बेटा हुन्छ। प्रभुले नि आफ्नो छोरालाई आदमलाई भस्मै लगेर अदनको बगैँचा गोडगाड गरेर राख्नुभयो कि ऊ राजा बेटा थियो परमेश्वरको। र परमेश्वरले आफ्नो छोरालाई चाहिँ काम गर्नु लाउँदैछ। हामी चाहिँ फेरि एबरडनलाई घरको मालिक बनाइराख्छ, डन पो भइराख्छ। कतिजना डनहरू छ यहाँ साँझ, डन छोरीहरू, डन छोराहरू। डन होइन कि एबरडन, के रहेछ? एबरडन है। डन नहुँदा पनि हुन्छ, नबनाउनुहोस् आमा बाउहरू, छोराछोरीहरू नहुनु, कम आउट अफ इट, त्यसबाट बाहिर निस्किनु। किन भन्नुहोस्, त्यो एबरडनलाई बोकेर जहाँ पनि जान्छ नि त्यसले त्यही स्वभाव देखाउँछ। अल्छेको बाटोमा चाहिँ बाइबलले भनेको छ काँडै काँडा हुन्छ, तर परमेश्वरको परिश्रमीको बाटो चाहिँ जीवनको बाटो हो भनेको छ। सो आलस्यपनलाई लिएर आउँछ नि, के कुराले थिचेको उठ्नु नसक्ने जीवनमा एबरडनलाई पालेको। तिम्रो एबरडनलाई नि अलिकति आमा बाउले छुइदियो भने नरिसाउ, तिमी पनि भएर उब्काउ, मिलेर उब्काउ, परिवारमा शान्ति आउँछ। तर एबरडनलाई डिफेन्ड नगर्नुहोस् है। एबरडनलाई डिफेन्ड गर्छ। हाम्रो यहाँ 2 जना दिदी बहिनी अस्ति प्रार्थना गर्दै गर्दाखेरि एउटाले नक्सा बनाउँदै रहेछ है। नक्सा बनाउँदै गरेको चाहिँ माथिबाट देख्यो, अब गुरुआमाले देख्यो, बहिनीले हतार हतार खाता ल्याएर छेल्दियो। दिदीको ड्रइङ एबरडन पालेको, त्यो एबरडन पाल्दैछ। किन? उसको लागि चाहिँ सही तरिका हो। तर ऊ त इमेच्योर हो नि, उसले त बुझेकै छैन नि, उसले चाहिँ त्यसलाई हेल्प सम्झिन्छ। हामी एज अ फ्यामिली चाहिँ सबैजना भएर अल्छे भूतलाई चाहिँ घरबाट निकाल्नुपर्छ। आमेन। निकाल्ने हो छोराहरू, हजुर, अभिभावकहरू निकाल्ने हो, हजुर, छोरीहरू निकाल्ने। अल्छी लाग्नु थालेपछि चाहिँ बुझ्नु थाल्नु पर्यो, डन आउँदैछ। कुन चाहिँ डन? एबरडन आउँदैछ भनेपछि थाहा पाउनु, एबरडन आउँदैछ भनेकन। सो भजन सङ्ग्रह 18 को 4 अनि 5 पदमा, भजन सङ्ग्रह 18 1-2वटा रेफरेन्स दिन्छु ल। यो अलिकति सिरियस छ, यो हरेक नै सिरियस हो, तर यसलाई 1-2वटा पढौँ हामी। भजन सङ्ग्रह 18 को 5। त्यहाँ के भनेको छ भने नि 18 को कति रहेछ? 5। भजन सङ्ग्रह 18 को 5 मा यसरी लेखेको छ, 4 र 5 मा, मृत्युको डोरीहरूले मलाई घेरे, विनाशको बाढीले मलाई व्याकुल बनायो, पातालको डोरीहरूले मलाई बेरे, मृत्युको पासोले मेरो सामना गर्यो। हेर्नुहोस् है, यो चाहिँ यस्तो डरलाग्दो डोरी हो कि यसले बाँधिदिन्छ मान्छेलाई।
मृत्युको डोरी भनेको छ। अनि पाताल, अघि जुन चाहिँ पाताललाई चाहिँ ग्रिक भाषामा चाहिँ एपोलियन भन्दो रहेछ, हिब्रू भाषामा चाहिँ एबाडोन भन्दो रहेछ। हो त्यसले चाहिँ मलाई घेरे। कति बेला घेर्छ नानीहरू? जब अल्छे हुन थाल्छ। आमा बाउ, जब हाम्रो नानीहरूलाई हामीले अल्छे बनाइदिन्छौँ त्यसले घेर्नु थाल्छ है। हाम्रो नानीहरूलाई अल्छे बनाउनु थालेपछि चाहिँ नि यो एबाडोनले घेर्नु थाल्छ, हेर्नु थाल्छ। एकजनाले मेरो आइप्याडको चाहिँ यो केबल ल्याइदिनुहोस् त, मेरो रुममा छ, त्यसले घेर्नु थाल्छ। अनि अर्को ठाउँमा चाहिँ के भनेको छ भने नि, हितोपदेश 12:24, हितोपदेश 12:24 खोला, सबै छोराहरूले खोला, छोरीहरूले खोला। प्रोभर्ब्स 12:24 यो चाहिँ जीवनको वचनहरू हो। यसले चाहिँ नि तिमीलाई लाइफ दिन्छ। 12:24 12:24 Proverbs 12:24 पाए सबैले? ओके, त्यहाँ के भनेर लेखेको छ भने, लगनशील हातले शासन गर्छ। जुन चाहिँ हात परिश्रमी छ नि त्यसले चाहिँ के गर्छ अरे? रुल गर्छ। परिश्रम गर्ने हातले चाहिँ जहिले पनि के गर्छ अरे? रुल गर्छ। रुल गर्नु को कोलाई मनपर्छ? जोर को कोलाई मनपर्छ? यसो हात हेरौँ त। रुल गर्नु, शासन गर्नु, अधिकार गर्नु सबैलाई मनपर्छ नि। त्यसको लागि चाहिँ हात चाहिँ कस्तो हुनुपर्छ? लगनशील। कि थालमा हालेर उठाउनु पनि नसक्ने, त्यहीँ अड्क्यो थालमै, त्यहीँ झुल्दैछ भात खाँदै। अल्छे, अल्छे चाहिँ नि नास जानेको साक्कै भयो है। अल्छे चाहिँ नास जानेको साक्कै भयो। तिमी नास जानेको साक्कै भाइसँग हिँड्यौ भने चाहिँ तिमी पक्का नास हुन्छौ। अल्छेलाई चाहिँ साथी नै नबनाउनु लाइफमा। सो बाइबलले भन्दैछ परिश्रमी हातले चाहिँ के गर्छ अरे? रुल गर्छ भन्दैछ। 18:24 भन्दैछ परिश्रमी हातले चाहिँ रुल गर्छ। सो यदि हामी 12:24 भन्दैछ लगनशील हातले शासन गर्छ, तर आलस्यको अन्त चाहिँ कमजोरीपन हो। अब अल्छे भन्छ के हुन्छ नि, त्यो मान्छे कमजोर हुन्छ, केही पनि गर्नु सक्दैन। अनि म तपाईँहरूलाई भन्न चाहन्छु, प्लिज त्यो अल्छेहरूमाथि इन्भेस्ट नगर्नुहोस्। तपाईँको टाइम, एफर्ट, तपाईँले नि त्यो अल्छेलाई जबरजस्ती हिरो बनाउने कोसिस गऱ्यो भने नि तपाईँको टाइम मात्रै वेस्ट हुन्छ। त्यति मात्र होइन, तपाईँले अर्को गर्नु सक्नेलाई पनि रोकिदिनुहुन्छ। किन? अर्कोले चाहिँ के सिक्छ? अल्छे मोडल चाहिँ सही रहेछ। म हाम्रो भाइहरूलाई सधैँ भन्छु, अल्छे मोडलले चाहिँ नि कहिले पनि रुल गर्दैन, कहिले रुल गर्दैन। नानीहरू, अल्छेले चाहिँ कहिले रुल गर्दैन। अल्छे चाहिँ नि भिकारी हुन्छ है, बाबा दे हुन्छ। त्यो चाहिँ जुगा जस्तै हो। जुगाले चाहिँ जहिले पनि चुसेको गर्छ, खुन चुसेको। त्यसले गर्दा नि जुगाहरूलाई खुन खुवाउनु हुँदैन। हामीले जुगालाई चाहिँ नुन हालेर मारिदिनुपर्छ। नुन हालेर चाहिँ कसरी मार्छौँ भने नि, हामी वचनको सत्यतालाई मानिकन हामी के गर्छौँ? परिश्रम गर्छौँ। आमेन। सो परिश्रम गर। तिम्रो आफ्नो लुगा धुनु, आफ्नो पेट धुनु, घरमा सघाउनु, नानीहरूले परिश्रम गर्नु। आमा बाउहरूलाई भन्न चाहन्छु, तपाईँले नि नानीहरूलाई राखिकन घरमा कसरी चामल किन्दैछ डल्लै हिसाब बताउनुहोस्। तपाईँको नानीलाई नि रासिन गर्नु जाँदाखेरि नि लानुहोस्, सँगै लानुहोस् दोकानमा। उसलाई बिल हेर्नु लाउनुहोस्, कति हुँदैछ बुझ्नु लाउनुहोस्। उसले पार्टिसिपेट गरोस्, नत्र भने उसले के सम्झिन्छ? माथिबाट झर्छ टप्लक टप्लक। कतिलाई त थाहा पनि छैन, कतिलाई थाहा पनि छैन, चिज पनि चिन्दैन। चिनाउनुहोस्, भ्याल्यु बुझाउनुहोस्। अनि नानीहरूलाई आज भन्न चाहन्छु, परिश्रम गर्नुहोस् आमा बाउसँग मिलिकन है। आमा बाउले एकतिर काम गर्दैछ, छोराछोरी अर्कोतिर ढिट नहुनुहोस्। तपाईँ परिश्रमी बन्नुहोस्, होइन भने चाहिँ एबाडनले थिचिरहेको छ। आज कतिजना थिचिएको राजा बेटाहरू आएको छ यहाँ। हजुर, आज त्यो निकाल्नुपर्छ ल एबाडनलाई। हुन्छ छोराहरू, निकाल्ने डनलाई। कुन चाहिँ डन अरे? एबाडन। छोरीहरू कुन चाहिँ डन अरे? एबाडनलाई निकालिदिउँ घरबाट कि राखिराख्ने? यसरी थिचेर बस्ने,
यही सिन हुने जिन्दगीमा है। त्यति मात्रै जानेको छ उसले। उत्तानो पर्यो, खायो, ढल्क्यो, कमजोर न कमजोर। त्यहाँदेखि हात पनि अलिकति केही भयो फ्र्याक्चर भइहाल्छ है, अलिकति केही भयो बिमार भइहाल्छ। पोल्ट्रीको कुखुराहरू जस्तै। पोल्ट्रीको कुखुराहरू चाहिँ रेस्टुरेन्टमा पुग्छ है नानीहरू, किचनमा पुग्छ है। तिमीहरू पनि त्यहाँ नपुग्नु। त्यो चाहिँ के रहेछ? एबेडोन हो। सो त्यहाँदेखि त्यसको बादमा ओके, सो एबेडोन चाहिँ नि यस्तो हुन्छ है। यहाँ अर्को नक्सा देखाइदिनु पर्यो। त्यसलाई चाहिँ नि थेरियोन पनि भन्दो रहेछ अर्को भाषामा है। संसारमा त आज यसको गेमहरू छ नि, यस्तो गेम्सहरू खेल्दै गरेको हुन्छ। बाइबलले चाहिँ के भनेको छ भने नि यसरी भनेको छ, एकछिनको सुताई एकछिनको आरामको निम्ति छातीमा हात राखाइले गरिबीपन चाहिँ तिम्रो घरमा चोर जस्तै आउँछ। गरिब हुनु को कोलाई मनपर्छ? यहाँ गरिब हुनु मनपर्छ? कोही छ गरिब हुनु मन पराउनेहरू? छैन रहेछ। अब तिम्रो घरमा गरिबीपनमा बोलाउनु भने चाहिँ यो हो तरिका नानी हो। यसरी उत्तार्नु पर्नुपर्छ, यसरी सुतिरहनुपर्छ एकतिर पल्टेर। गरिब भइहाल्छ। जवान भाइहरू गरिबीपनलाई इन्भाइट गर्ने इजी तरिका छ। इन्भिटेसन टु पोभर्टी चाहिँ यो हो। सो बाइबलले भन्दैछ अनि तिम्रो घरमा चाहिँ नि अभाव गरिबीपन चाहिँ यसरी आउँछ। एकछिनको सुताई एकछिनको उगाइले चाहिँ के हुन्छ? त्यो डाकु जस्तै आउँछ, लुटलाट पाखेर लान्छ सबै कुरालाई। सो एबेडनको स्पिरिट आएपछि चाहिँ नि अल्छी मात्रै लाग्छ। अल्छी। अहिले त के छ? फोन पक्रियो, उतार्नु पर्यो, कुनामा गयो। आमा बाउले नदिनुहोस् फोनलाई। नानीहरू नमाग्नु तिमीहरूले। किन? तिम्रो सबै मेन्टल पावर सबै विक हुँदै जाँदैछ। तिमीलाई स्मार्ट भएको जस्तो लाग्छ तर आफ्नै नामको स्पेलिङ पनि बिर्सिन्छ एक दुई दिनदेखि। यो चाहिँ मैले अनुभव गरेको। म थुप्रो देशहरूमा गएँ, पश्चिमी देशहरूमा है। त्यहाँको नानीहरू स्मार्ट हुन्छ होला भनेको त एउटा स्पेलिङ लेख्न लागेको त त्यो पनि जान्दैन रहेछ उनीहरूले। यहाँ सबै आइप्याडमा मात्रै गर्छ नि त उनीहरूले। मिस्टेक टाइप गऱ्यो भने त्यसले नै सुधारिदिन्छ, तर स्पेलिङ धरि पनि लेख्नु जान्दैन रहेछ। अन्त तिमीहरूको स्कुलमा पास गर्छ भनेको त गर्छ अरे। ए त्यसो भए त हाम्रै ठिक रहेछ जस्तो लाग्यो मलाई। यहाँ हाम्रो त मिस्टेक गऱ्यो भने पास गर्दैन नि, फेल गरिदिन्छ नि। त्यसले गर्दाखेरि हामी सिकिसकेको छौँ नि त्यो थुप्रै कुराहरू। आज संसार चाहिँ त्यस्तो भइसकेको छ। माइक्रोसफ्टको मालिकहरूले, टेक्नोलोजी बनाउने टेक जाइन्टहरूले चाहिँ नि उनीहरूको छोराछोरीलाई कहिले पनि आइप्याड दिँदैन अरे, कहिले पनि फोन दिँदैन अरे। उनीहरूले पढ्ने स्कुलहरू चाहिँ कस्तो हुन्छ अरे, अझै पनि नि स्लेटमा लेखेर पढ्छ अरे। किन भन्नुहोस् त? उनीहरूले बुझेको छ उनीहरूले बनाएको टेक्नोलोजीले संसार नाश गर्छ भनेकन। सो दे आर भेरी स्मार्ट। आफ्नो छोराछोरीलाई चाहिँ दिँदैन, तर संसारभरिको छोराछोरीहरूलाई चाहिँ नि दिइरहेको छ। अनि हामी जस्तो नबुझ्ने मान्छेहरू चाहिँ के गरिरहेको छौँ? हो त्यस्तै कुरा दिइरहेको छौँ। अब तपाईँ कतिजना विदेशमा छ, स्कुलमा त्यसरी नै पढाउँछ, ठिकै छ, घरमा नदिनुहोस्। बुझ्दैछ नानीहरू? हजुर, पश्चिमी देशमा बस्ने नानीहरूलाई भनेको यो चाहिँ मैले है। अमेरिकामा बस्ने, लन्डनमा बस्ने, इटालीमा बस्ने है, अरू मिडल इस्ट डेभलप्ड नेसन्समा बस्ने पनि थुप्रो जोडेको छ आज। यहाँ इङ्ल्यान्डमा बस्नेहरू, स्पेनमा बस्नेहरू, ठुल्ठुलो सहरमा बस्नेहरू, दिल्ली कलकत्ताहरूमा बस्नेहरू है, काठमाडौँमा बस्नेहरू। तपाईँको पढाइ नै होला आइप्याड बिना नहुने, स्कुल नै त्यस्तो होला, घरमा होइन। नगर्नुहोस्, नगर्नुहोस् त्यसलाई। आमाबाउले नछु भनेपछि नछुनुहोस्, मान्नुहोस्। किनभने तपाईँको लाइफमा नि यसरी डाकु आउन सक्छ, डाकु आउन सक्छ। त्यहाँदेखि नेक्स्ट हामीले देख्छौँ बाइबलमा त्यसलाई मेमन भनेको छ। मेमन। मत्तीको किताब 6 अध्यायको 24 पदमा मेमन। मत्तीको किताब 6 अध्यायको 24 पद।
नेक्स्ट चाहिँ म्यामन भनेको छ। सबैले हेर्नुहोस् ल, मत्तीको किताब 6 अध्यायको 24 पदमा भनेको छ, यु क्यानट सर्भ बोथ गड एन्ड म्यामन। 24, नो वान क्यान सर्भ टु मास्टर्स, फर आइदर ही विल हेट द वान एन्ड लभ द अदर, or else he will be loyal to the one and despise the other. You cannot serve God and mammon. अब नेपालीमा चाहिँ पैसा भनेको छ, इङ्ग्लिस बाइबलमा मनी भनेको छ कतिवटामा, तर त्यो किङ जेम्स भर्जनमा हुन्छ त्यसलाई म्यामन भनेको छ। सो म्यामनको नि डिमन चाहिँ यस्तो किसिमको हुन्छ। यी त्यो चाहिँ भूतात्मा हो, भयङ्कर लोभी, पैसा 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 मात्रै भनिरहेको हुन्छ जहिले पनि, पैसा यस्तो हुन्छ। अनि त्यो मान्छे नि पैसा कमाउने दौडमा नि उनीहरूले डरलाग्दो जोखिमपूर्ण कुराहरू गर्दै गरेको हुन्छ। अभिभावकहरू है, पैसा 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 पैसा, छैन छैन छैन, फिक्री फिक्री फिक्री, केले केसँग जोडेको छ? म्यामनसँग जोडेको छ। हामीलाई भोलिको फिक्री नगर्नु भनेको छ, काम नगर्नु भनेको छैन, परिश्रम नगर्नु भनेको छैन, तर फिक्रीसँग जोडिन्छ नि, त्यो चाहिँ यसलाई बुझेको। आज अभिभावकहरूले डिसाइड गर्नुहोस्, तपाईँले काम गर्नु हुँदैन, कमाउनु हुँदैन, परिश्रम गर्नु हुँदैन, मैले एउटा पनि भनेको होइन है त्यो चाहिँ, तर तपाईँले गरिराख्नु भएको छ नि, अनि परमेश्वरलाई भरोसै गर्नु सक्नुहुन्न हो, त्यति बेला चाहिँ यसलाई बुझ्दै गरेको हुन्छ। परमेश्वरमा भरोसा गर्न सिकाउनु भएको छ, हामीलाई काम गर्नु भनेको छ, हातको काममा परमेश्वरले आशिष दिन्छु भन्नुभएको छ, भन्नुको मतलब दिनु नै हुन्छ। तर त्यो चाहिँ कति बेला दिनुहुन्छ भने जब हामी आज्ञा पालन गर्छौँ, उहाँले दिन्छु भन्नुभएको छ। सो उहाँले आज्ञा पालन गर्दै गर्दै दिन्छु भन्नुभएको छ भने चाहिँ हामी चाहिँ त्यसमा नि त्यो लोभलाई नि घरमा ल्याउनु हुँदैन। अन्त त्यो लोभ ल्याएपछि चाहिँ के हुन्छ, त्यसको घुँडा पक्रिन जान्छ यसरी। सो के हुँदैछ, आज म्यामनको चरणमा पर्दैछ आज। सो पैसा कमाउनु पायो भने परिवारलाई छोडेर अर्कै ठाउँमा गएर बसिदिन्छ, पारिवारिक वेदी त भत्किहाल्यो नि, भत्किहाल्यो, त्यसको घुट्ना पक्रिहाल्यो। तर यदि हाम्रो परिवार बलियो छ भने चाहिँ नि, अघि मैले तपाईँलाई बताउँदै आएँ नि, हामी सिम्पल लाइफलाई जिउनुलाई तयारी भयो भने नि हाम्रो जति छ नि पुग्छ हामीलाई त्यतिले। अनि परमेश्वरले एउटा भङ्गेर आएको त ख्याल राख्नुहुन्छ भने हाम्रो किन राख्नुहुन्न? म एउटा सेवक, हेर्नुहोस् तपाईँको अगाडि बोल्दैछु आज उभिएर, 25 वर्ष भयो प्रभुको काम गरेको, तर हामी राम्रै घरमा बसिरहेको छौँ, हामी राम्रै खाइरहेका छौँ, राम्रै यात्रा गरिरहेको छौँ। छोराछोरीले माग्नु परेको छैन, मेरो छोराले उसको एजुकेसन सक्नु आँट्यो, कलेज पढ्दैछ, छोरी आज इक्जाम दिँदैछ क्लास 10 को। प्रभुले सम्हालिराख्नु भएको छ, हामीले कसैलाई माग्नु परेको छैन, कसैको 1 रुपियाँ पनि ऋण लागेको छैन। तर हामीले नि यो 7 वटा भूतात्मालाई चाहिँ हाम्रो घरबाट निकाल्दियौँ, नत्र हो भने चाहिँ अब जीवन धान्नुको लागि अर्कै ठाउँमा हुन्थ्यो होला। म आज सेवकाई गर्दैछु, यो बृहत रूपमै भइरहेको छ, तर परमेश्वरको अनुग्रहमा भइरहेको छ, भइरहेको छ। हामीले के गर्यो भने नि हाम्रो लाइफबाट हटाइदेऊ त्यो म्यामन, त्यो लोभलाई हटाइदेऊ, त्यो डरलाई हटाइदेऊ, फिक्रीलाई हटाइदेऊ। तर परमेश्वरको वचनमा जस्तो लेखेको छ त्यस्तै मान्नु थाल्यो। अनि त्यो मान्दै गर्दाखेरि चाहिँ नि स्वर्गले इन्टरभिन गरेको देखेको छौँ, हस्तक्षेप गर्नु थाल्यो। हामीले कहिले पनि हाम्रो नानीलाई एक्स्ट्रा ट्युसन्स पढाएनौँ, तर उनीहरू सलक्कै पास भयो, सरर पास भयो। हामी कहिले हस्पिटलमा धाउनु परेन उनीहरूलाई बिमारी, किन वचनलाई मान्यो नि त हामीले। वचनमा लेखेको अनुसार जुन कुराले रोग ल्याउँछ त्यो रोग ल्याउने कुरालाई हटाइदेऊ जीवनबाट। भेरी सिम्पल ट्रुथहरू हो नि त यो। अनि त्यसले नि ओभरअल हेर्दै गर्दाखेरि नि हाम्रो घरमा एक किसिमको छुटकारा, एक किसिमको चङ्गाई,
एक किसिमको के भन्नु स्वतन्त्रता ल्याएको हामीले अनुभव गर्न थाल्यौँ। किन भन्नुहोस् त, त्यो कुरालाई हामीले हाम्रो जीवनबाट हटाइदियौँ, त्यो कुरालाई हामीले जीवनबाट निकालिदियौँ। आज म तपाईँको अगाडि उभिएर बोल्दैछु, हेर्नुहोस्, यो साक्षी हो, यो साक्षी हो। तपाईँहरू यो हलमा बसेर वचन सुनिराख्नु भएको छ, यो बनायो नि हामीले प्रभुको अनुग्रहमा, हामीलाई ऋण लागेको छैन, हामीलाई कसैले स्पोन्सर पनि गरेको होइन, कसैले दिएको पनि होइन, कसैले दिएर बनाएको पनि होइन। परमेश्वरले गर भन्यो अनि हामीले बुझ्यौँ, इफ इट इज हिज विल, इट इज हिज बिल। उहाँको इच्छा हो भने बिल उहाँले तिर्छ। अब इफ इट इज माई विल देन इट इज माई बिल। मेरै इच्छा हो भने चाहिँ बिल मैले तिर्नु पऱ्यो नि त। उहाँको इच्छा हो भने चाहिँ बिल कसले तिर्छ? उहाँले तिर्नुहुन्छ, उहाँले नै तिर्नुहुन्छ। त्यति सिम्पल प्रिन्सिपललाई बुझ्यौँ हामीले। त्यसलाई बुझ्नु नदिने चाहिँ नि यो डिमन्सहरू हुन्छ लाइफमा, यसले चाहिँ हामीलाई बुझ्न दिँदैन। यसले बुझ्नु नदिँदाखेरि चाहिँ यो डिमन्सहरूले चाहिँ नि सताइरहेको हुन्छ, सताइरहेको हुन्छ। सो के हुन्छ, यसरी पढ्नु जान्छ अनि नि विभिन्न किसिमको रिप्रेजेन्टेसन्सहरू छ, त्यहाँ विभिन्न किसिमको रिप्रेजेन्टेसन्सहरू छ। सो एज अ फ्यामिली हामी सबैजना भएर नि यो कुरालाई बुझ्नु थाल्यो भने चाहिँ हाम्रो परिवारभित्र चङ्गाइ आउन थाल्छ है। हाम्रो फाइनेन्समा चङ्गाइ आउँछ, हेल्थमा चङ्गाइ आउँछ, रिलेसनसिपमा चङ्गाइ आउँछ, हाम्रो अल्टर फ्यामिली अल्टरमा चङ्गाइ आउँछ, हाम्रो हेर्ने, बुझ्ने, सोच्ने, निर्णय गर्ने, डिसिसन मेकिङ सबैमा चङ्गाइ आउँछ। किन भन्नुहोस् त, हामी सबैजना एग्रिमेन्टमा आयौँ, सहमतिमा आयौँ, सहमतिमा। सो त्यसले गर्दाखेरि नि तपाईँ परिश्रम गर्नुहोस्, तपाईँ बाउ आमा हो भने परिश्रम गर्नुहोस्, यो ठाउँमा हामी सहमतिमा आउनुपर्छ। तपाईँको लोग्ने या श्रीमतीले परिश्रम गर्दैछ भने साथ दिनुहोस्, त्यसमा फिङ्गर पोइन्ट आउट गर्ने नहुनुहोस्, म पनि साथ दिन्छु। किनभने एक भन्दा बाइबलले भनेको छ दुई असल हो भनेको छ। झन् 3 सूत्रले बाँध्यो भन्दा चुट्टिँदै चुट्टिँदैन भनेको छ। तर यहाँ त के हुन्छ, एउटा उभिन्छ, अर्को चाहिँ फेरि न्यु खोज्ने हुन्छ। खै त खै त खै त भएको। अन्त तपाईँले साथ दिएको छैन, कसरी हुन्छ? अन्त मेरो पत्नीले मलाई साथ दिनु पऱ्यो नि त, मैले मेरो पत्नीलाई साथ दिनु पऱ्यो, छोराछोरीले साथ दिनु पऱ्यो, हुन्छ नि, किन हुँदैन? हुन्छ। तर हामी साथ नै दिँदैनौँ, तर हामी त्यो ओखटे भइरहन्छौँ भने चाहिँ त्यहाँ चाहिँ प्रब्लम हुन्छ, साथ दिनुपर्ने हुन्छ। सो हेर्नुहोस् है, यो चाहिँ म्यामन है, म्यामनको बारेमा के भनेको छ भने नि हितोपदेश 15:27, हितोपदेश 15:27। सक्नु आँटेँ मैले, अब म तपाईँहरूलाई प्रार्थनामा डोर्याउँछु। हितोपदेश 15:27 पाउनुभयो सबैले? ओके, हितोपदेश 15:27 यसो भनेर लेखेको छ, लोभी मानिसले आफ्नो परिवारमा सङ्कष्ट ल्याउँछ, तर जसले घुसलाई घृणा गर्छ त्यो जिउने छ। आमेन। सो बाइबलले भन्दैछ लोभी मान्छेले चाहिँ आफ्नो परिवारमा के ल्याउँछ? सङ्कष्ट ल्याउँछ, तर घुसलाई घृणा गर्ने चाहिँ के हुन्छ अरे? जिउने छ। कतिजनाले त घुसलाई चलाइराख्छ है। बाइबलले चाहिँ नि घुसलाई नि अपोज गरेको छ। घुस दिनु पनि हुँदैन, घुस लिनु पनि हुँदैन। घुसको थुप्रो फर्म्सहरू छ। कतिजनाले कसरी घुस दिन्छ, कसलाई चलाउन सक्छ? ब्याकडोरलाई चलाउँछ है। कसलाई चाहिँ कसरी पक्रेर राख्नु जानेको हुन्छ उसले घुस नै त दिँदैन, तर कुन चाहिँ बटन थिच्दा कहाँ बत्ती बल्छ त्यो जानेको हुन्छ। सुन्नुहोस् है, त्यो पनि घुसको फर्म्सहरू हो, फर्म्सहरू हो। हामीले चाहिँ नि हाम्रो घरमा त्यो आउनु दिनुहुँदैन, झुटको शरणस्थानहरू हो यो चाहिँ, झुटको शरणस्थान। अब त्यहाँदेखि नेक्स्ट आयो, त्यसलाई चाहिँ बाल फेगोर भनेको छ, अथवा बाल पियोर पनि भनेको छ है। बाल फेगोर भन्छ त्यसलाई चाहिँ स्पिरिट अफ ग्लटनी भन्छ, स्पिरिट अफ इन्फर्मिटी पनि भन्छ, कमजोरीपनको आत्मा पनि भन्छ। सो यहाँ तपाईँले नक्सामा तपाईँले देख्दै हुनुहुन्छ बाल फेगोर, त्यसलाई बाल फेगोर भन्छ। अनि त्यसलाई अर्कोमा चाहिँ नि स्पिरिट अफ ग्लटनी पनि भन्छ, घिच्वापनको आत्मा पनि भन्छ।
सो कतिजनाले नि आफ्नो शरीरमा रोग बिमार चाहिँ कसरी ल्याउँछ भने खानु नजानेर। अब नानीहरू जङ्क फुड खाएर बिमार भइरहेको छ नि त। अब त्यो बिमारी त परमेश्वरको इच्छा थिएन, तर उसले के ल्यायो? कमजोरीको आत्मा ल्यायो। किन भन्नुहोस् त? त्यो मान्छे चाहिँ बाल फिगरले सताएको छ। अब त्यो यो स्पिरिटले सताएपछि चाहिँ के हुन्छ भने नि ऊ चाहिँ भक्कु अब घिचुवा हुन्छ। यहाँ त्यसलाई प्रिन्स अफ हेल पनि भन्छ। बस्नै टोयलेटमा बसिरहेको छ। खानु जानेनपछि त घरिघरि धाउनु पर्ने हुन्छ नि त है। सो प्रार्थना गर्दा पनि टोयलेटमै हुन्छ, त्यो अरूहरू वचन सिक्दा पनि त्यो टोयलेटमै हुन्छ। अब यो भूतात्माले म मेरो छोराछोरीलाई सम्झाइरहन्छु है, प्रार्थना गर्दा घरिघरि टोयलेट जान्छ। अन्त म उनीहरूलाई सिधै भन्छु कुन चाहिँ आत्माले सताउँदैछ। हेर्नुहोस्, आज म सिकाउँदैछु नि, मेरो घर परिवारमा पनि मैले चङ्गाइ गर्नुपर्ने छ नि, चङ्गाइ गर्नुपर्ने छ। म तपाईँलाई त्यो होइन हामी सुपर फ्यामिली हो भन्ने खोजेको होइन। वी हेभ टु वर्क आउट एज अ फ्यामिली। तर आज चाहिँ नि बुझ्नुपर्छ छोराछोरीहरूले, त्यो चाहिँ कसरी स्पिरिट अफ ग्लटनीले चाहिँ नि काम गर्छ। सो त्यो चाहिँ के हो भने त्यसको चाहिँ नि अब सबै साइटेनिक सिम्बोलिजम छ। यहाँ तपाईँले यहाँ नक्सा हेर्नुहोस्, हरेकको छ, हरेकको छ। जस्तो कि अब यस्तो तपाईँले कतिवटा साइन्सहरू देख्नुहुन्छ नि, यो के होला जस्तो लाग्छ नि, त्यो यस्तो साइनहरू देख्छ। आज साइटेनिक सिम्बलहरू यसरी चलाएको हुन्छ। तर त्यो चाहिँ सबै चाहिँ नि शैतानलाई रिप्रेजेन्ट गर्छ। जस्तो कि अब यो तपाईँले बाल फिगरलाई हेर्नु भने नि, अब कार्टुनको वर्ल्डमा चाहिँ यसलाई यसरी देखाएको हुन्छ, एनिमेसन जस्तो देखाएको हुन्छ है, त्यसको सिम्बल चाहिँ यस्तो हुन्छ। तर खासमा चाहिँ त्यो के हो? एउटा स्पिरिट हो। सो घिचुवापनको आत्मासँग चाहिँ बिमार आउँछ। सो कतिजना यहाँ मजाले जङ्क फुडको च्याम्पियनहरू छ है। आमा बाउहरू नानीले खानै खाँदैन, जङ्क फुड पकाउँदै दिनुहुन्छ, भट्टाभट खान्छ। नानी किन तिमीलाई त्यो मन परेको याद छ? किनभने त्यसको पछाडि एउटा स्पिरिट छ। त्यसको पछाडि एउटा स्पिरिट छ। त्यसलाई चाहिँ के भन्दो रहेछ? के भन्दो रहेछ छोराहरू? हजुर, बाल फिगर भन्दो रहेछ। के भन्दो रहेछ? के भन्दो रहेछ छोरीहरू? बाल फिगर। जङ्क फुड पुरा खानु मनपर्छ। तिमी यति साह्रो ड्रिभन छौ त्यसले, तिमी खिचेको छौ त्यसले। कुन चाहिँ स्पिरिट भन्दाखेरि नि बाल फिगर हो, बाल फिगर हो। अब वचनले चाहिँ हामीलाई के भनेको छ भने नि, नम्बर्स गन्ती 25को 1 देखि लिएर 3 पद। यो मैले तपाईँलाई त्यत्तिकै भनेको होइन, फेरि मैले तपाईँलाई अघिदेखि भन्दैछु, यो सबै कुरा चाहिँ मैले तपाईँलाई त्यत्तिकै भनेको होइन, त्यसको भर्स छ। अरू बेला हामी बर्निङ बुसको क्याम्पहरू हुँदाखेरि जङ्क फुड नखाऊ मात्रै भन्छ। आज चाहिँ मैले त्यसको पछाडिको स्पिरिचुअल realmलाई बुझाउँदैछु। सो तपाईँले हेर्नुहोस्, गन्ती 25 अध्याय, गन्ती 25 अध्यायलाई हेर्नुहोस्। नम्बर्स 25 को 1 देखि लिएर 3। सो हामी चाहिँ नि प्रभुलाई विश्वास गरेपछि चाहिँ खाँटी विश्वासी हुनुपर्छ। ओरिजिनल डुप्लिकेट हुनु हुँदैन। ओरिजिनल भएपछि चाहिँ हामी बुझ्छौँ नि त हाउ इट वर्क्स। गन्ती 25 को 1 देखि लिएर 3 पदमा यसरी लेखेको छ, इजरायलीहरू सित्तिममा हुँदा मानिसहरूले मोआबका छोरीहरूसँग व्यभिचार गर्न लागे। तिनीहरूले यी मानिसहरूलाई तिनका देवताहरूका बलिदानहरूमा निम्तो दिए र यी मानिसहरूले खाएर तिनको देवताहरूको दण्डवत गरे र यसरी इजरायलीहरू पोरको बाल देवतालाई पुज्न लागे अनि इजरायलीहरूसित परमप्रभु रिसाउनु भयो। सो यो बाल पोर भनेको छ, नेपालीमा चाहिँ, इङ्ग्लिसमा चाहिँ बाल फेगोर। किनभने खानेकुराले गर्दाखेरि उनीहरू नि के गर्न थाल्यो? उनीहरूले व्यभिचार गर्न थाल्यो। सो कतिजना चाहिँ एकदम सेलिब्रेट गर्ने, उसको बर्थडे आउनै हुँदैन, एकदम रेस्टुरेन्टमा लगेर सेलिब्रेट गर्ने, सेलिब्रेसन मोडमा जान्छ, डरलाग्दो। त्यो हरेक सेलिब्रेसन मोडले चाहिँ नि के कुरालाई इन्भाइट गर्छ तपाईँलाई थाहै छैन। किनभने परमेश्वरको वचनले चाहिँ नि रोमी 14 को 17 भनेको छ, रोमन्स
14 verse 17 हेर्नुहोस्। रोमन्स 14 verse 17 हेर्नुहोस् है, सबैले हेर्नुहोस् ल नानीहरू, नत्र भने चाहिँ तपाईँलाई लाग्छ यो अङ्कलले सिकाएको भनेकन होइन। मैले आज केही कुरा पनि मेरो आफ्नो भनेको छुइनँ, म इन्ट्रेस्टेड पनि छुइनँ त्यो भन्नुमा, किनभने त्यो भन्यो भने तपाईँको जीवन चेन्ज हुँदैन। तपाईँको जीवन चाहिँ केवल परमेश्वरको वचनले मात्रै चेन्ज हुन्छ। आमेन। सो रोमन्स 14 verse 17 मा के भन्दैछ? रोमन्स 14 verse 17 हो कि यसरी लेखेको छ, डिस्प्ले पनि गरिदिनुहोस् ल। यसरी लेखेको छ, किनभने परमेश्वरको राज्य भनेको खानु र पिउनु होइन। सो परमेश्वरको राज्य भनेको चाहिँ के होइन अरे? खानु र पिउनु होइन, तर के चाहिँ रहेछ भन्दाखेरि चाहिँ तर पवित्र आत्मामा, धार्मिकतामा, शान्तिमा, शान्ति र आनन्द हो। सो परमेश्वरको राज्य भनेको चाहिँ पवित्र आत्मामा, धार्मिकतामा है, शान्तिमा र आनन्दमा। सो केही हुनै हुँदैन। कतिजना के भन्छ, इट इज द टाइम टु पार्टी है भन्न थालिहाल्छ। कहिले पार्टी दिने, कहिले ट्रिट दिने? परमेश्वरको राज्य त होइन रहेछ त्यो त। तर त्यहाँ पनि हामी एउटा कोरस गीत गाउँछ नि, इजरायलीहरूलाई ट्रिट दियो नि बाल पियोरमा, थाकेर कस्तो भइरहेको बेलामा गयो ट्रिटमा गएर त मजाले खाइदियो, त्यहाँदेखि त के भयो, बेविचार गर्नु थाल्यो भन्दैछ। आज त्यस्तै छ नि मान्छेहरू। त्यसरी नै नि बिस्तारी बिस्तारी एउटा कल्चर सुरु हुँदैछ, एउटा कल्चर सुरु हुँदैछ। परमेश्वरको राज्य चाहिँ खानु र पिउनुमा छैन भन्दैछ है प्रभुले नि। रेभुलेसन च्याप्टर 2 verse 12 मा पनि प्रभुले भन्नुभएको छ। 2 verse 14 मा पर्गमाम भन्ने चर्चलाई भन्नुभएको छ, तिमीहरूले चाहिँ के गर्दैछौ? बालमको शिक्षालाई एक्सेप्ट गर्दैछौ। थुप्रोजनाले चाहिँ नि आज बालमको शिक्षालाई एक्सेप्ट गरिसकेको छ। सम्पूर्ण इजरायलीहरूले एक्सेप्ट गर्यो बाल पियोरमा। अनि बालमको शिक्षा चाहिँ के थियो भन्दाखेरि नि खानु र पिउनु नै थियो, खानु र पिउनु नै थियो। सो जब तिमी त्यस्तो खालको सेलिब्रेसन मोडमा पुग्छौ नि, तिमीलाई थाहै हुँदैन त्यो ठाउँमा चाहिँ नि बाल पियोर, बाल फेगोर बसिरहेको हुन्छ। र तिमीले एभ्री टाइम खाएकोमा बसेको भनेको होइन। तर जुन कुरा चाहिँ नि परमेश्वरको पवित्र आत्मामा, धार्मिकतामा, शान्तिमा र आनन्द छैन र त्यहाँ खानु र पिउनु छ भने चाहिँ नि त्यो चाहिँ द्याट इज नट द किङडम अफ गड। त्यो राज्य होइन परमेश्वरको राज्य। सो वी हेभ टु बी भेरी क्लियर। होइन है छोरा यस्तो भन्ने चाहिँ नि छोराहरूले मान्नु पर्यो, होइन छोरी यस्तो भने मान्नु पर्यो। अन्त फलानुले त गर्छ त, द्याट इज नट यर कप। उसले खाएकोले तिमी अगाउँछौ? अगाउँछौ? छोरीहरू अगाउँदैन नि, तिमीले खाएको तिमी आफै अगाउँछौ। छोराहरू फलानुले त गर्छ त यस्तो नभन्नु। अनि उनीहरू पनि प्रभुलाई विश्वास गर्ने नै हो त। हामी पनि त प्रभुलाई विश्वास गर्ने, अहिलेसम्म नि पालेर बसिरहेको रहेछ त बाल पियोर। अन्त आज पो हटाउनेवाला छौ त, कुरा बुझेर हटाउने हो हजुर, हटाउनु पर्ने हुन्छ। बसिरहेको छ नि अस्तिसम्म त, अस्तिसम्म त बसिरहेको छ। अर्को मान्छेले उसको कुकुर र बिरालोलाई ओछ्यानमा सुतायो भने तपाईँ पनि सुताउँछ हजुर? परेहरूले त कस्तो राम्रो कुकुर र बिरालोलाई पनि सुताउँदो रहेछ भने तपाईँ पनि सुताउँछ? सुताउँदैन नि। है सुताउनु थाले चाहिँ राति तपाईँलाई चिलाउनु थाल्छ बिस्तारै, किनभने त्यसको उपियाले जम्प खेल्नु थाल्छ, लङ जम्प तपाईँको शरीरमा हो, त्यस्तो हुन्छ। सो त्यस कारणले गर्दाखेरि चाहिँ परमेश्वरको राज्य चाहिँ खानु र पिउनुमा होइन, खानु र पिउनुमा होइन। सो परमेश्वरको राज्यमा गलाती 5:21 भनेको छ फेरि अर्को, कसहरूले चाहिँ परमेश्वरको राज्यलाई इनहेरिट गर्दैन। गलाती 5:21 चाहिँ आज चाहिँ हामी प्यारेन्टिङ पनि सिक्दैछौँ है, लिडरसिप पनि सिक्दैछौँ है, हामी कसरी राम्रो छोराछोरी हुनु त्यो पनि सिक्दैछौँ, कसरी परमेश्वरको सन्तान हुनु त्यो पनि सिक्दैछौँ। सो यसो भनेर लेखेको छ, माथि 19देखि नै पढ्छु तर पढ्नु खोजेको चाहिँ 21 हो। सो बाइबलमा भन्दैछ, पापमय स्वभावको कामहरू प्रत्यक्ष छन् जो यिनै हुन्: व्यभिचार, अपवित्रता, लम्पटपना, ईर्ष्या, क्रोध, स्वार्थीपन, फुटगुटबन्दी, डाहा, पियक्कडपन, अश्लील मोज मजा। अर्को बाइबलमा के भनेर लेखेको छ? भोजको मोज मजा भनेर लेखेको छ। सो आजको दिनमा नि कतिवटा ठाउँहरूमा चाहिँ रिट्रिट है, पार्टी
है सेलिब्रेसन भन्ने कुराहरू पस्दैछ इज नट बिब्लिकल होइन त्यो चाहिँ एटलिस्ट सैतानिक होइन भने पनि नि बिब्लिकल होइन त्यो तर बाल फिगर चाहिँ कति बेला आउँदो रहेछ जब हामी भोजको मजा गर्न थाल्छौँ जब हामी पार्टी पियकरपन है खानु पिउनु हो त्यसमा बेसी फोकस हुन थाल्छौँ नि है त्यहाँ चाहिँ बाल फिगर हुन्छ तर परमेश्वरको राज्य भनेको चाहिँ पवित्र आत्मामा हो आज हेर्नुहोस् त यहाँ कति धेरैजना फास्टिङ बसेको यो वचनलाई सुन्दैछ कति घन्टा भयो सुनेको 3 घन्टा भएछ टक्कै सो के हुँदैछ परमेश्वरको वचन सिक्दैछौँ नि हामीले मान्छे रोटीले मात्रै बाँचेको छैन तपाईँको भित्रको इनर माइन्ड चाहिँ स्ट्रङ हुँदै जाँदैछ अब यो नेक्स्ट डल्लै 11 मन्थ्स जब तपाईँ संसारलाई सामना गर्नुहुन्छ नि त्यति बेला तपाईँ स्ट्रङली सामना गर्न सक्नुहुन्छ यु नो हाउ टु ओभरकम द्याट तपाईँलाई थाहा छ किन बुझ्नु भने त ए यो चाहिँ बाल फिगर हो तपाईँले अर्कालाई भनिरहनु पर्दैन डोन्ट पोइन्ट फिङ्गर्स अरूलाई गर्नेलाई दोष नलगाइरहनुहोस् आफू चाहिँ पहिला के हुनु पर्यो जाति हुनु पर्यो बुझ्यो नानीहरू अर्कालाई नि फेरि तिमीहरूले बाल फिगर लुसिफर शैतान है एबरडोन भन्दै नहिँड्नु आफ्नो जीवनबाट निकाल्नु तिमीलाई सोध्छ कसरी तिमी यस्तो राम्रो भयो भन्दाखेरि चाहिँ मेरो लाइफमा एबरडोन थियो कि हटाइदिए मेरो लाइफमा अब डन होइन मेरो लाइफमा किङ छ उहाँको नाम यीशु ख्रीष्ट हो भन्नु त्यो चाहिँ सुसमाचार हो अर्कालाई यसरी घोच्दै नहिँड्नु बुझ्यो नानीहरू जुममा हुनेहरूले बुझ्दैछ नगर्नुहोस् है प्लिज डोन्ट डु द्याट त्यो चाहिँ नगर्नुहोस् है फेरि यसको डेन्जर यो पनि छ अर्को फेरि अर्कोलाई भन्नु थालिहाल्छ एबरडोन भन्नु थाल्छ है नभन्नुहोस् अर्कालाई बाल फिगर नभन्नुहोस् तर तपाईँको लाइफबाट चाहिँ यु डिसाइड तिमीले निर्णय गर्नुपर्ने हुन्छ सबैले भन्न त आई विल डिसाइड भन्न त हो त्यो चाहिँ म निर्णय गर्छु हामी गीत गाउँछौँ नि आई हेभ डिसाइडेड टु फलो जिजस भन्छौ नि मैले निर्णय गरेको छु प्रभुलाई पछ्याउने आज तिमीले निर्णय गर्नुपर्छ म यो निर्णयमा उभिन्छु भनिकन होइन भने नि हामी मिक्स्ड थियोलोजीसँग बाँच्दै गरेको हुन्छौँ अब त्यहाँदेखि अब लास्ट बाल फिगर बुझ्यो नि है तपाईँहरूले बुझ्यो बुझ्दैछ नानीहरूले भेटाउँदैछ आफ्नो लाइफमा